यदि हजुरहरूको घरमा पनि कोही छोरी बच्चा छ भने चाहिँ कसैको भरमा पनि नछोड्नुहोला। यो मेरो काकाको छोरो, यो मेरो दाइ भाइ, यो यसकै त दाइ हो नि, यसकै त भाइ हो नि भनेर कसैको भर विश्वास चाहिँ अहिलेको दिनमा नगर्नुहोला। एटलिस्ट जबसम्म तपाईँको बच्चाले के सही हो के गलत हो जबसम्म थम्याउन सक्दैन नि तबसम्म तपाईँ कसैको विश्वास नगर्नुहोस्। आफ्नोपन देखाउँदै नजिकिने कसको मनमा गिद्धे नजर बसेको हुन्छ कसलाई थाहा हुन्छ र। पाकिस्तानको यो न्युज त हजुरहरूले सुनिसक्नुभयो होला। 18 महिनाको नानीको आमाले आज रुँदै कराउँदै आफ्नो बच्चाको न्यायको लागि कुदिरहेकी छिन्। 17 वर्षको केटाले 18 महिनाको नानीलाई रेप गरेको छ, त्यो पनि आफ्नै रिलेसन लाग्ने दादा अरे। अब सोच्नु त, आफ्नो घरभित्रको आफ्नो मान्छेलाई त अहिलेको दिनमा विश्वास गर्न सकिँदैन भने परको मान्छेलाई त कसरी विश्वास गर्नु। 18 महिनाको नानीले चाहिँ मजाले हिँड्नधरि जानेको हुँदैन, मजाले बोल्नधरि जानेको हुँदैन। यति सानो बच्चालाई लिएर यति नराम्रो सोच यस्तो नजरले हेर्छन् भनेर कसरी सोच्नु। त्यही भएर आफ्नो बच्चालाई आफूदेखि आफू बाहेक कसैको विश्वासमा कसैको भरमा नछोड्नु होला। तपाईँले आफ्नै सोचिरहेको तपाईँको काका, तपाईँको भाइ, तपाईँको दाइ, तपाईँको भान्जा यी सब मध्येमा कसको नजर कस्तो हुन्छ, कसले के मनमा सोचिरहेको हुन्छ त्यो कसैलाई थाहा हुँदैन र आफै सतर्क भएर बस्नु होला।